हेलो के छ साथीहरु म चाहिँ एउटा नेपाली स्टुडेन्ट इन्टरनेशनल स्टुडेन्ट युएसए मा पढिरहेको छु। सो म चाहिँ बिहानै 6 बजेतिर उठ्छु। देन आफ्टर उठेर चाहिँ म खानको लागि रेस्टरुम तिर लाग्छु र रेस्टरुम तिर गएर गर्नुपर्ने काम सबै गरिसकेपछि म ड्रेस अप भएर क्लास तिर जान्छु। मेरो फर्स्ट क्लास चाहिँ कम्युनिकेसन एन्ड मिडिया हुन्छ जुन चाहिँ तपाईले भिडियोमा हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो फर्स्ट क्लास हो। Then we have to communicate them to each other non-verbally, verbally, within organizations. So देन आफ्टर म निक्लिन्छु। म निक्लेर जान्छु गएर अर्को क्लासतिर लाग्छु। अर्को क्लासतिर लागिसकेपछि हेर्न सक्नुहुन्छ मेरो सेकेन्ड क्लास प्रोजेक्ट म्यानेजमेन्ट फुटेजमा हेर्न सक्नुहुन्छ। क्लासमा पढाइ भइरहेको छ, बस्नी सुन्नी के भन्छन् गर्ने। देन आफ्टर निक्लिए म क्लासबाट निस्किसकेपछि हल्का वाक गरे अनि अर्को क्लास थर्ड क्लासमा गए कम्प्युटर साइन्सको क्लासमा। त्यहाँ चाहिँ प्रोफेसरले पढाइराख्नु भएको छ। यहाँ आफू बसिरहेको छु म चाहिँ अनि साथी चाहिँ साइडमा छन्। अनि आजको क्लास चाहिँ त्यति नै थियो, भ्याइयो। अनि क्लास भ्याइएपछि म चाहिँ गएँ गेम हेर्न। आज चाहिँ हाम्रो कलेजको फुटबल टिमको गेम थियो। देन आफ्टर गेममा मैले खाना पनि त्यतै भइरहेको थियो, आउटडोर फुड थियो। आज चाहिँ गएँ अनि फुड खाँदै गेम हेर्दै मस्त रमाइलो गरेँ। गेम चाहिँ खतरा भएको थियो तर हाम्रो कलेज चाहिँ हारेको थियो। फुटबलको चाहिँ खतरै क्रेज छ है गाइस युएसएमा चाहिँ। तपाईहरु चाहिँ यस्तो एथलेटिक तरिकाले आउने हो भने चाहिँ फुटबल अथवा बास्केटबल चाहिँ मेरो सजेसन हो है। First down and 10 for the Tigers at their own. सो साथीहरुलाई भेट्न लकर रुममा सब चिने केटाहरु छन् नि त। अनि गेम भएपछि लकर रुममा गएँ, भेटेँ साथीहरुलाई अनि आफ्नो रुमतिर गएँ। रुमबाट फ्रेस भएर निक्लेर झट्ट म लागेँ अब खानातिर क्याफेटेरियातिर लागेँ। क्याफेटेरिया फेरि हल्का टाढा छ। त्यहाँ आफ्टरमा टुई हिँडिराखेँ अनि ठ्याक्क यहाँ टेनिस कोर्टतिर आएँ। यो चाहिँ टेनिस खेल्ने ठाउँ। बेथनी कलेज चाहिँ हल्का रुरल एरियामा छ, त्यही भएर बढी हल्का रुखहरू देख्नुहुन्छ है। यो चाहिँ टेनिस कोर्ट हो, ब्याडमिन्टन कोर्ट। अनि यो चाहिँ तपाईँको हाम्रो कफी सप। अनि यिनीहरू चाहिँ बिल्डिङ बस्छन् स्टुडेन्टहरू। यो गाडी पार्क चाहिँ यो प्रोफेसरहरूको हो, स्टुडेन्टहरू हुन्। ल यसो हेर्नु घुमाइन्छ है क्यामेरा कलेजतिर। यो चाहिँ बेथनी कलेज वेस्ट भर्जिनिया युएसए हो है साथीभाइहरू। अब म चाहिँ क्याफेटेरिया आउन पुग्नलाई भ्याएँ है। क्याफेटेरिया चाहिँ अलि तल पर्छ होइन। अनि यो क्याफेटेरिया चाहिँ बिहानको 7 बजेबाट बेलुकाको 9 बजेसम्म ओपन हुन्छ र यहाँ गेटबाट म छिरिसकेँ। अनि यहाँ चाहिँ मान्छेहरूको लाइन हुन्छ किनकि यहाँ कार्ड स्वाइप गरेर जानुपर्ने हुन्छ। त्यो कार्ड बिना चाहिँ स्टुडेन्ट आइडी कार्ड बिना चाहिँ यहाँ खान पनि पाइन्न। यो कलेजमा कुनै बिल्डिङमा छिर्न पनि पाइन्न, क्लास एटेन्ड गर्न पनि पाइन्न है गाइज। कार्ड चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। कार्ड बिना हेर्न हुन्छ। मैले आफ्नो कार्ड दिएँ, कार्ड स्वाइप गरिदियो, धन्यवाद थ्याङ्क यू भनेर म लागेँ। आज मेन कोर्स चाहिँ के थियो भन्दाखेरि चिकन ब्रोकली एन्ड राइस थियो। मैले चाहिँ हुन्छ सबै खाइदिउँ, सबै हेल्दी नै हो भनेर चिकन ब्रोकली र राइस खाएँ। चिकन ब्रोकली र राइस लिएर गएँ। राइस लिएर गएपछि मलाई यतिले मात्र पुग्छ जस्तो लागेन भनेर मैले पास्ता, फ्रुट्स, पाइनएप्पल र जुस पनि लिएर गएँ। अनि गएपछि मैले ब्रोकली, चिकन र राइसबाट स्टार्ट गरेँ। ब्रोकली चाहिँ आफ्नो हेल्थको लागि एकदम राम्रो हुन्छ भनेर मैले गम खाएँ। तपाईँहरूको लागि भिडियो स्पिड अप गरिदिएको छु किनभने च्याउ लाग्न सक्छ। थप्रै स्पिड अप हान्दिएँ। अनि यति बेला चाहिँ मैले भ्याइसकेको छु ब्रोकली चिकन राइस खाएर। अब पास्ता र स्यालेडको बारी आयो। पास्ता र स्यालेड पनि देख्दा लास्टै मिठो थियो, खाँदा नि मिठो थियो। नेपालमा जस्तो स्पाइसेस त हुँदैन तर यताको टेस्ट नै अर्कै हुन्छ, सादा सिम्पल हेल्दी टाइपको हुन्छ। चट्ट मैले त गुवाम पास्ता र स्यालेड खाइदिएँ। मलाई चाहिँ कुकुम्बर एकदम मनपर्छ है गाइस। कुकुम्बर चाहिँ मेरो फेभरेट हो भेजिटेबल मध्ये। र मैले पास्ता र स्यालेड हेर्न सक्नुहुन्छ स्पिड अप गरिदिएको छु। गुवाम खाएँ, बाले नदी कसैको। अनि
ह्यागालाई फेरि लास्टै स्पाइसी हुँदो रहेछ। यति पनि यति खायो भने त स्पाइसी मानिहाल्ने। हामी जस्तो स्पाइसी नखाएको बानी होला नि यिनीहरूको। चट्ट टिस्युले मुख पुछे अनि मिठो भएर भ्याएँ र औँला ठाडो पारेर थम्सअप गरिदिएँ। अनि घट घटी एप्पल जुस खाएँ। यहाँ चाहिँ तपाईँले आइटम चाहिँ एकदम खतरा खतरा पाउनुहुन्छ। जे खाने कन्टिनेन्टल सब पाउनुहुन्छ है। जुसहरू सोडाहरू सब पैसा चाहिँ तिरेको बराबर पैसाको चाहिँ पाउनुहुन्छ। त्यसपछि मैले खाना लाएँ पाइनएप्पल खाना नै सुरु गरेँ। पाइनएप्पल चाहिँ गुलियो थियो है गाइज। पाइनएप्पल चाहिँ मिठो थियो, गुलियो थियो, पाकेको रहेछ। मैले पाइनएप्पल पनि गम खाएँ अनि मिठो 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 भन्छन् नि नेपाली यस्तो भ्लगरहरूले। त्यस्तै घुमतिर जाँदै गर्दाखेरि आज चाहिँ मैले बाटोमै हरिणहरू देखेँ, डियर। यो वेस्ट भर्जिनियामा चाहिँ हरिण चाहिँ म्याक्सिमम अल ओभर युएसको सबैभन्दा धेरै हरिणहरू देखिने र पाइने स्टेट भनेकै वेस्ट भर्जिनिया हो है गाइज। त्यसैले सधैँ देखिन्छ स्क्वारल हरिणहरू त। बाटोमा हिँड्दै थिएँ, हरिणहरू देखेँ। उनीहरूले नि मलाई देखेँ, यसो लुक दियो के छ त नि हालखबर, सधैँ देखिरहेको चिज होला भनेर अनि भनेर लाग्यो।